नमस्कार सबैजनालाई। आज म आफ्नो च्यानलमा अलि फरक किसिमको भिडियो लिएर आएको छु। यदि यो भिडियो तपाईसँग पुगेको छ भने तपाईको लाइफलाई, तपाईको जीवनलाई केही न केही राम्रो सन्देश पुर्याउनको लागि यो भिडियो देखाउन खोजेको हो। यदि भिडियो हेर्नु भएन भने तपाईले आफ्नो जीवनमा चाहिँ केही न केही कुरा मिस गर्नुहुन्छ भन्ने भन्न चाहन्छु। त्यो भएर भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अब तपाईले लाग्न सक्छ भिडियोमा के छ र त्यस्तो लाइफलाई नै बदलिने खालको कुरा हैन। अब यो चाहिँ सकारात्मक विचारको बारेमा रहेको छ। सकारात्मक किन बोल्ने हैन। अब यसको बारेमा चाहिँ तपाईले भन्छु। किन बोल्ने भन्दाखेरि नि तपाईले जे बोल्नुहुन्छ, जे सोच्नुहुन्छ नि त्यस्तै खालको कुराहरु तपाईतिर एट्र्याक्ट हुन्छ के तपाईतिर प्राप्त मतलब फर्केर आउँछ भनिन्छ। किन हुन्छ भने नि फ्रिक्वेन्सी लेभलमा तपाई जसरी हुनुहुन्छ, जुन मुडमा हुनुहुन्छ नि त्यस्तै खालको फ्रिक्वेन्सी, त्यस्तै खालको शक्तिहरु, त्यस्तै खालको कुराहरु तपाईतिर एट्र्याक्ट हुन्छ। जस्तै तपाईले जे मन पर्छ नि त्यही कुराहरु त दिने हो नि बाहिर मान्छेले अथवा वातावरणले। तपाईले नेगेटिभ नेगेटिभ कुराहरु सोच्नुहुन्छ, नराम्रो कुराहरु मात्रै सोचिराख्नुहुन्छ भने ब्रह्माण्डले के लाग्छ त उसलाई, यसले त नेगेटिभ कुराहरु मात्रै मन पर्छ, नेगेटिभ कुरा मात्रै दिने दिन्छ के ब्रह्माण्डले। ब्रह्माण्डलाई मान्नुहुन्छ कि मान्नु हुँदैन, त्यो भन्नुको मतलब एउटा शक्ति भनौं न, ब्रह्माण्ड भन्न सक्नुहुन्छ, ईश्वर भन्न सक्नुहुन्छ अथवा जो पनि भन्न सक्नुहुन्छ। त्यो व्यक्ति तपाईको इच्छा अनुसारले तपाई कस्तो खालको मुडमा रहनुहुन्छ, तपाईले के मन पर्छ, के पाउँदाखेरि तपाई खुसी हुनुहुन्छ, त्यही कुराहरु नै तपाईतिर पठाइदिन्छ के। अब जस्तै कि तपाईले सोच नेगेटिभ छ, एकदम नराम्रो, जहिले पनि एकदम लो फिल एनर्जी गर्नुहुन्छ, केही प्रति खुसी नै छैन, कोही प्रति सकारात्मक ऊर्जा नै छैन भने त के हुन्छ। तपाई पनि त्यस्तै कुराहरु हुनुहुन्छ, भन्दै जानुहुन्छ, त्यस्तै मान्छेहरुसँग भेट हुन्छ तपाईको, तपाईले चाहेर पनि प्रगति गर्न सक्नु हुँदैन नि त। त्यो भएर अब सकारात्मक भयो भने के फाइदा हुन्छ त, यतातिर लागौं न त। जस्तै नेगेटिभ भएर के फाइदा हुन्छ भन्नु त तपाईले, केही पनि हुँदैन, झन् बिग्डिन्छ नि त। त्यो भएर सकारात्मक हुनुपर्छ। सकारात्मक किन हुने भन्दाखेरि यो हाम्रो सोचमा यति पावर हुन्छ कि तपाईले जे भन्नुभयो भने नि त्यो कुरा चाहिँ पूरा गरेर छोड्छ, पूरा गराएरै छोड्छ। यस्तो सोच पावर हो। अवचेतन मनको शक्ति थाहा छ, सबकन्सियस माइन्ड भनेको एकदम ठूलो पावर हो। तपाईले कुनै कुरा एकदम डिप रूपमा गाड्नु भयो, मलाई यो चाहिन्छ, जसरी पनि यो पाएरै छाड्छु भन्नुभयो भने नि अब त्यो अनुसारले केही समयमा त्यसको एक्सनहरु, त्यही प्रक्रियाले गर्दै गएर त्यो चीज तपाईले प्राप्त नै हुन्छ के। अब यसको एउटा उदाहरण भन्दाखेरि तपाईले केही कुरा सोच्नु भयो, कोही मान्छेको बारेमा कहिलेकाहीँ सोचिराख्नु भएको हुन्छ, त्यसको फोन आइदिन्छ अथवा त्यसको केही कुरा सोचिराख्नु भएको छ, त्यो कुरा पाइदिनुहुन्छ के। त्यो चाहिँ किन हुन्छ त्यस्तो? त्यो भनेको हाम्रो सकारात्मक सोचको पावर यस्तो हुन्छ कि त्यो चाहिँ त्यो फ्रिक्वेन्सीमा भएको कुराहरुलाई, फ्रिक्वेन्सी भनेको एनर्जी हुन्छ के एउटा। तपाई कुन सोचमा अहिले हुनुहुन्छ त्यसको एनर्जी हुन्छ एउटा, त्यो एनर्जीमा भएको हरेक कुराहरु तपाईतिर आउँछ के। त्यही भएर सकारात्मक सोच्नुपर्छ, नेगेटिभ कुराहरु सोच्नु हुँदैन। अब कसरी सकारात्मक सोच्ने त? सधैँभरि त सकारात्मक सोचिदैन हैन। हाम्रो माइन्ड अब दिनभरिमा 64,000 प्लस थट्स, सोच विचारहरु आउँछ। यसले के भन्छ भने धेरै लामो समयसम्म केसँग बिताउनुहुन्छ तपाईले, त्यो कुराले म्याटर गर्छ कि तपाईले के प्राप्त गर्नुहुन्छ। तपाई अहिले जुन अवस्थामा हुनुहुन्छ नि त्यो कुरा तपाईको सोचकै देन हो। तपाईले कुनै दुःखमा, कुनै समस्यामा अथवा कुनै समस्यामा हुनुहुन्छ भने त्यो तपाईकै सोचको कारण हो। के तपाईले एकचोटी सोचलाई हेर्नु त तपाईले दिनभरिमा के सोच्नुहुन्छ, के नेगेटिभ कुराहरु सोच्नुहुन्छ। अब नेगेटिभ कुरा सोच्ने भनेको तपाईको नेगेटिभ मात्र हैन, अरूको बारेमा पनि, अरूसँग गर्ने व्यवहारमा पनि यो कुरा लागू हुन्छ। तपाईले कसरी व्यवहार गर्नुहुन्छ, अरूलाई कसरी मद्दत गर्नुहुन्छ, अरूप्रति कसरी कुरा गर्नुहुन्छ, हरेक कुराहरु आउँछ। त्यो चाहिँ अहिले पछि म कुरा गर्छु। अहिले चाहिँ आफ्नै सोचको कुरा गर्छु। अब यो नेगेटिभ कुरा बदलिनको लागि नि पोजिटिभ कुरा सोच्नको लागि के गर्नु भन्दाखेरि नेगेटिभ सोच आउने बित्तिकै तपाईले बेला-बेलामा चेक गरिराख्नु, म कुन मुडमा छु। यदि तपाई लो मुडमा हुनुहुन्छ, लो एनर्जी मुडमा हुनुहुन्छ भने त्यसपछि कुनै राम्रो पल, राम्रो घटना, राम्रो सम्झना भएको जिन्दगीमा कुनै घटना हुन्छ, इभेन्ट हुन्छ अथवा मम्मी बुबा अथवा आफूप्रति गर्वको कुरा महसुस गर्नुस् न। एउटा म एकदम खुसी छु, मलाई मेरो इच्छाको विरुद्ध मलाई कसैले पनि दुखी पार्न सक्दैन। म आफूलाई आफ्नो इच्छा अनुसारले चलाउन सक्छु, म आफूले सोचेको कुरा प्राप्त गर्न सक्छु, म प्राप्त गर्दैछु भनेर त्यसरी चाहिँ सोच्नुपर्छ के। अब त्यो भन्नुहुन्छ किन सोच्ने, सोचमा सोचेर के हुन्छ। अब तपाई नै भन्नु न त, नेगेटिभ सोचेर के भएको छ अहिलेसम्म? के भएको छ त? नेगेटिभ कुराहरु नै भएको छ नि त। नेगेटिभ सोच हामी सकारात्मक किन नसोच्ने त? हो, त्यही भएर सकारात्मक सोच्नुपर्छ, पावरफुल सोच्नुपर्छ। अनि यो बोल्नेमा नि अब सोच, जस्तै तपाईले के बोल्नुहुन्छ नि अरूप्रति, अरूलाई अथवा अरूलाई के भन्नुहुन्छ त्यो कुरा उसले सुनुस् या नसुन्, तपाईको कानले सुनिरहेछ, तपाईको मनले सुनिरहेछ नि, सबकन्सियस माइन्डले त्यो कुरातिर पूरा गर्न लाग्छ के। अब उदाहरणको लागि जस्तै तपाईले कसैले सोध्यो के छ हाल खबर भन्दाखेरि खत्तम छ, बर्बाद छ, बेहाल छ, त्यस्तो भन्छ नि त धेरै जसो व्यक्तिहरुले, राम्रो भए पनि। तर त्यस्तो बेलामा तपाईको माइन्डले के बुझ्छ त? अब खत्तम,
बर्बाद बेहाल सुन्यो नि त। अब राम्रो भए पनि उसले चाहिँ त्यस्तै खालको कुराहरू क्रिएट गरिदिन्छ क्या। त्यो भएर त्यस्तो भन्नुको सट्टा आजदेखि के भन्नु थाल्यो, एकदम राम्रो छु, एकदम खुसी, एकदम बब्बाल छ, एकदम झक्कास, एकदम जसरी पनि म एकदम दुःख भए पनि भित्रबाट त्यो कुरालाई बाहिर एक्सप्रेस नगरिदिनुहोस् क्या। बाहिर एक्सप्रेस गर्ने बित्तिकै त्यो नेगेटिभ थट झन् 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 नेगेटिभ आउन थाल्छ क्या। त्यो भएर मुखबाट बोल्दाखेरि पावरफुल शब्द बोल्ने, शक्तिशाली शब्द बोल्ने, सकारात्मक शब्द बोल्ने। अब सकारात्मक शब्द बोल्दा के हुन्छ त भन्नु होला। अब सकारात्मक शब्द बोल्दाखेरि नेगेटिभ कुरा आउन छोड्छ के। जस्तै तपाईँ मेरो घरमा आउनुभयो, मतलब ढोका बन्द गरेँ, ढोका खोलिनँ तपाईँको लागि, 1 दिन आउनुभयो, 2 दिन आउनुभयो, 5 दिन आउनुभयो, 5 दिन म ढोका खोलिनँ भने त्यसपछि 6ठो दिनदेखि आउनुहुन्छ त, आउनु हुँदैन नि त, पक्कै पनि आउनु हुँदैन। त्यस्तै हो नेगेटिभ सोच। दिन प्रतिदिन हामीले कम गर्दै बोलिएन भने उसले के लाग्छ भने हाम्रो माइन्डलाई नेगेटिभ कुरा त नबोल्ने रहेछ, किन दिने भन्ने लाग्छ। अनि त्यसो नेगेटिभ कुरा आउनै बन्द गरिदिन्छ क्या। यस्तो हुन्छ। अनि अर्को कुरा नि, अब यो तपाईँले जे बोल्नुहुन्छ, जे कर्म गर्नुहुन्छ नि, त्यो चाहिँ फर्केर आउँछ। मान्नुहुन्छ कि हुँदैन, तर यो कुरा चाहिँ मान्नुपर्छ है। त्यो भएर सकारात्मक कुरा गर्नुपर्छ, अरूको बारेमा राम्रो सोच्नुपर्छ, अरूलाई भलो गर्नुपर्छ। जस्तै उदाहरणको लागि मतलब तपाईँले के चाहिएको छ, पैसा चाहिएको छ नि त। अहिलेको समयमा चाहिँ पैसा चाहिन्छ हरेक व्यक्तिहरूलाई। तर पैसा भन्ने कुरा यदि कोही साथीले तपाईँले भन्यो, अथवा कसै साथीको बारेमा कोही कुरा गइरहेछ, फलानुले त यस्तो कमाएर धेरै कमायो, धेरै पैसा कमायो, उसँग त धेरै पैसा छ नि, धेरै धनी छ भन्दाखेरि तपाईँले कस्तो फिल गर्नु, पैसाले के हुन्छ र, त्यो पैसा त यस्तै हो, त्यो गलत तरिकाले कमायो होला, राम्रो तरिकाले कमाएको कसले कमाउन सक्छ भन्ने यदि सोच्नुभयो भने के हुन्छ, तपाईँले विचार गर्नु न। अब पैसाको बारेमा कुरा गर्दाखेरि तपाईँले नाक खुम्च्याउनुहुन्छ अथवा उसप्रति नराम्रो सोच्नुभयो भने उसप्रति मात्रै नराम्रो सोच्नु भएन, पैसाप्रति पनि नराम्रो सोच्नुभयो कि। पैसा चाहिँ गलत तरिकाले आउँछ, गलत मान्छेको हातमा आउँछ। पैसा मात्रै भएर कि पैसा त हातको त्यो हो, त्यस्तो भन्दै गर्दाखेरि पैसा तपाईँसँग आउँदैन क्या। के सोच्नुपर्छ हो, एकदम राम्रो। अब तपाईँलाई अर्को उदाहरण, जस्तै के चाहिन्छ, कार चाहिन्छ अथवा बाइक चाहिन्छ तपाईँले भने, अब आफूलाई पनि चाहिएको छ नि त। कोही साथीले किन्यो अथवा कोही छिमेकीले किन्यो अथवा कोहीले किन्यो भने हामीले के सोच्छौँ, बाइक किनेछ, बाइक किन्ने कुन चाहिँ ठुलो कुरो हो र, बाइक त सजिलै किन्न सकिन्छ, घर बनाउनु पनि ठुलो कुरा, त्यो यताउताबाट गरेर काम गरेको होला, यताउताबाट गरेर पैसा ल्याएको होला भन्दाखेरि के हुन्छ, चाहिएको छ त्यही कुरा। त्यसकै बारेमा नेगेटिभ सोच्यो नि त। नेगेटिभ सोच्दाखेरि त्यो कुरा कहिले पनि प्राप्त हुँदैन। त्यो बेला हामीले कस्तो फिल गरिराखेका छौँ, तपाईँले के मनपर्छ त्यो कुरा तपाईँले पाउनुहुन्छ कि। तपाईँ कस्तो खालको, जस्तै बाइक किन्यो भने एकदम राम्रो छ। अब म पनि बाइक किन्ने इच्छामा छु, म पनि चाहन्छु बाइक होस् मसँग। मलाई भगवान्ले धेरै कुरा दिनुभएको छ, त्यसको लागि भगवान्लाई धेरै धेरै धन्यवाद। अझै मलाई दिनुहुन्छ भन्ने आशा गर्दछु भन्नुभयो भने के हुन्छ, सकारात्मक एनर्जी भयो नि त। अनि त्यस्तो खालको कुरा तपाईँले पाउनुहुन्छ कि, न कि जुन कुरा चाहिएको छ त्यसकै बारेमा नराम्रो कुरा गरेर के। त्यही भएर जहिले पनि अरूप्रति सकारात्मक सोच्नु, अरूको प्रगतिमा, अरूको त्यो सरसामानमा हामीले डाह कहिले पनि गर्दैन, ईर्ष्या कहिले पनि गर्नु हुँदैन। ऊ आफ्नो कर्मले पाएको कुरा हो। हामी पनि आफ्नो कर्म, सकारात्मक कर्म गर्दै जानुपर्छ। पक्कै पनि एक न एक दिन अवश्य पाइन्छ होइन। अब यो भिडियो थोरै लामो लाग्न सक्छ तपाईँलाई, त्यो भएर भिडियोलाई यही अन्त्य गर्न चाहन्छु। यसको अर्को पार्ट म चाहिँ के भनेर ल्याउँछु भने, तपाईँले यदि कोही व्यक्तिलाई भेट्नु भएको छ भने त्यसलाई यतिकै भेट्नु भएको होइन, त्यो केही न केही त्यसको पछाडि कारण छ, धेरै रहस्य हुन्छ। त्यो कारणले गर्दा भेट्नु भएको, र त्यो भेटिसकेपछि किन छुटिन्छ, अथवा त्यो भेटिसकेपछि त्यो व्यक्तिसँग हामीले कस्तो कस्तो कुराहरू लिन सकिन्छ, यस्तै कुराहरू विभिन्न, मतलब तपाईँको थिङ्किङ लेभलमा अलि प्रभाव नपार्ने खालको कुराहरू प्रभाव पारिराखेको हुन्छ। त्यसबाट बस्नको लागि चाहिँ म केही कुराहरू लिएर आउँछु, र साथै पैसाको बारेमा, पैसा धेरै कसरी कमाउने भन्ने विषयमा चाहिँ भिडियोहरू लिएर आउँछु। त्यो भएर यो मेरो च्यानललाई सब्सक्राइब गरिदिइराख्नु होला यस्तै भिडियोहरूको लागि। हस्, धन्यवाद, नमस्कार।